हेलो साथीहरू, आलु पराठालाई पनि पुलाउ खुवाउने रेसिपीलाई ट्राई गर्नुलाई एकदमै मिठो अनि बनाउन एकदमै सजिलो हुन्छ। त्यसको लागि चाहिँ हामीले उसिनेको आलु लिनुपर्छ। मैले चाहिँ सानो भएको भएर 6-7 वटा लिएको छु। तपाईहरुले चाहिँ ठुलो साइजको छ भने चाहिँ 3-4 वटा लिँदा हुन्छ। त्यसपछि 1 कप जति चिउरा, 1 कप जति चाहिँ चामलको पिठो लिने। त्यसपछि यसमा चाहिँ पानी राख्ने, यसलाई चाहिँ ब्लेन्ड गर्नुपर्छ। ब्लेन्ड गर्न कति पानी राख्दा सजिलो हुन्छ त्यो अनुसारले राख्नु होला। गाह्रो भयो भने चाहिँ बीचमा पानी थप्दा पनि हुन्छ। यसलाई ब्लेन्ड गरेर अनि यतिको पेस्ट तयार हुन्छ। यो पेस्टलाई मैले अर्को भाँडामा ट्रान्सफर गरेँ अनि बाक्लो भएर यसरी झरेको छैन हेर्नु न। अनि त्यही भएर चाहिँ चम्चाको सहायताले झार्नु होला हजुरहरूले यसरी। यो चाहिँ धेरै बाक्लो हुनु पनि हुँदैन, धेरै पातलो हुनु पनि हुँदैन। अलिकति बाक्लो भयो भने चाहिँ पानी थपेर त्यसलाई चाहिँ ठिक्कको पेस्ट तयार गर्नु होला। यो चाहिँ अलिकति बढी बाक्लो भयो, त्यही भएर चाहिँ मैले थोरै पानी राखेर यसलाई फेरि घोल्छु। अनि कतिको हुन्छ पुगेन भने चाहिँ फेरि पानी हाल्नुपर्छ। मैले चाहिँ यसलाई मजाले घोलेँ। पानी र पेस्ट चाहिँ यसरी मिक्स भइसकेपछि यतिको भयो। अब चाहिँ यसमा भेजिटेबलहरू मैले चाहिँ सिमला मिर्च अनि टमाटर मसिनरी काटेर राखेँ अनि हरियो खुर्सानी पनि राखेँ। त्यसपछि चाहिँ धनियाको पत्ता पनि मसिनरी काटेर राखेको थिएँ। त्यसपछि स्वादअनुसार नुन पनि राख्नु होला। नुन चाहिँ अलिकति कम नै राख्नु होला यसमा सुरुमा चाहिँ। अनि यसलाई मजाले घोलिदिने, मजाले घोल्नु होला। गर्मी कति छ हेर्नु न, खाजा बनाउँदा यस्तो गर्मी भइरहेछ, के गर्नु, छोराछोरी बसी खाजा बनाउनु पर्ने। त्यसपछि माथिबाट मैले अलिकति चिली फ्लेक्स राखेको थिएँ। तपाईहरुलाई मन पर्दैन भने नराख्दा पनि हुन्छ, मसँग थियो त्यही भएर राखेको, नराख्दा पनि हुन्छ, यो चाहिँ अप्सनल हो। त्यसपछि एउटा इनो लिनेर इनो राखिदिने अनि थोरै पानी राखेर 2 चम्चा जति अनि घोलिदिने मजाले। यसलाई चाहिँ मजाले घोल्नु होला। त्यसपछि यतातिर ग्यास अन गर्ने अनि एउटा सानो प्यान जुन हामीले दालहरू झान्नको लागि प्रयोग गर्छौँ, सानो सानो प्यान, त्यस्तो प्यान भयो भने चाहिँ एकदम सजिलो राम्रो देख्छ। अनि त्यसमा घिउ राखेर थोरै माथिबाट तोरीको दाना पुऱ्याइदिएको थिएँ। नन स्टिकी प्यान भयो त अझै एकदमै सजिलो, मसँग थिएन त्यही भएर मैले चाहिँ यही नै प्रयोग गरेँ। अनि भाँडीको सहायताले एक भाँडी मात्रै यसरी पेस्टलाई राखिदिनु होला। अनि एक साइड मजाले पाकिसकेपछि विचार गरेर प्यान छोडिसकेपछि यसरी फर्काइदिनु होला। अर्कोतिर फर्काएर अर्को साइड पनि 2 मिनट जति पकाइदिनु भयो भने चाहिँ यो रेडी हुन्छ। हेर्नु त यो प्यान छोडो अर्को साइडबाट पनि अब चाहिँ यो रेडी भयो अर्को भाँडामा राख्नको लागि। मैले यसरी अर्को भाँडामा सारेँ अनि बाँकी रहेकोलाई पनि त्यसै गरी बनाएर यसरी रेडी गरेँ। मैले चाहिँ यो चटनीसँग खाएँ पहिलो बाइट चाहिँ। त्यसपछि फेरि अर्को बाइट मैले केचपसँग पनि खाएको थिएँ, कस्तो हुन्छ भनेर। एकदमै मिठो हुने रहेछ, नानी बाबुहरूले पनि एकदमै मन पराउँछन्। तपाईहरुले पनि घरमा ट्राई गर्नु होला। धन्यवाद।